काठमाडौँको सुन्धारस्थित केन्द्रीय कारागारबाट भाएकी सपना तामाङ नाबालिग हुँदादेखि नै अपराध कर्ममा संलग्न भएको खुलेको छ। नुवाकोटको विदुर नगरपालिकाकी 25 वर्षीय सपना 17 वर्षकी उमेरदेखि चोरी र डकैती मुद्दामा पटक पटक पक्राउ पर्दै र छुट्दै आएको प्रहरी अनुसन्धानमा खुलेको छ। चोरी मुद्दामा पक्राउ पर्दा उनलाई बरामद सामग्री फिर्ता दिने र सुध्रने मौकासहित छाड्ने गरिएको थियो, तर उनको अपराध कर्म नरोकिएको प्रहरी जनाएको छ। जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार 2077 साल मङ्सिरमा एक बालिकाले कानमा लगाएको सुनको टप लुटपाट र हत्या गरेको आरोपमा उनलाई पक्राउ गरिएको थियो। त्यति बेला सपना 19 वर्षकी थिइन्। रसुवाको कालिका गाउँपालिका 1 फौली गाउँकी 6 वर्षीय सुमिना तामाङले लगाएको सुनको टप लुटपाटपछि घटना सार्वजनिक हुन सक्ने भएले उनले बालिकाको अपहरण गरेर हत्या गरेकी थिइन्। विद्यालय गएकी सुमिना साँझसम्म घर नफर्केपछि 2077 मङ्सिर 21 गते आफन्तजनले प्रहरीमा निवेदन दिएका थिए। निवेदन दिएको दोस्रो दिन सुमिनाको शव कालिका गाउँपालिकाकै नार्गुदुङ भिरको ओडारमा घाँसले छोपिएको अवस्थामा भेटिएको थियो। प्रहरीले पक्राउ गरेपछि सपनाले टप लुटेको कुरा सुमिनाले आफ्नो आमालाई भनिदिन्छु भनेपछि हत्या गरेको बयान दिएकी थिइन्। विद्यालयबाट फर्किँदै गर्दा सपनाले सुमिनाको हत्या गरेकी थिइन्। उनले बालिकाको घाँटीमा डोरीले कसेर हत्या गरेको खुलेको थियो। हत्यापछि सपनाले सुमिनाको ड्रेस फुकालेर उनकै झोलाभित्र राखेर झाडीमा फालेको अवस्थामा प्रहरीले बरामद गरेको थियो। शवलाई पनि उनले घाँसले छोपेर राखेकी थिइन्। सपना नाबालिग हुँदादेखि नै अपराध कर्ममा सक्रिय रहेको रेकर्ड जिल्ला प्रहरी कार्यालय रसुवामा भएको एक अधिकारीले बताएका छन्। यता जेलबाट दोस्रो पटक फरार भएकी छन्। सपना 6 वर्षकी 2077 सालमा पक्राउ परेर जन्म कैदको सजाय भोगिरहेकी थिइन्। उनी जेलबाट भागेको यसपालि दोस्रो घटना हो। रसुवाको जेलमा राख्दा असुरक्षित हुने भन्दै उनलाई त्यति बेलै देशकै सबैभन्दा सुरक्षित मानिएको केन्द्रीय कारागार सुन्धारा पठाइएको थियो। 6 वर्षदेखि सुन्धारा कारागारको महिला बन्दीगृहमा कैद जीवन भुक्तान गरिरहेकी सपना पहिलोपटक 2082 भदौ 24 गते जेलबाट भागेकी थिइन्। भदौ 24मा झिन्झी समूहको हिंसात्मक प्रदर्शनका क्रममा जेलमा आगजनी गरिने भएले कारागार प्रशासनले नै सबै कैदीलाई खुल्ला स्थानमा छाडेको थियो। भदौ 24मा भागेकी सपनालाई रसुवा प्रहरीले 2 महिनापछि 2082 कार्तिक 16 गते गोसाईकुण्ड गाउँपालिका 6 धुन्चेबाट पक्राउ गरेको थियो। पक्राउ लगतै सुन्धारा पठाएकी सपना शनिबार अर्थात् जेठ 2 गते बिहान करिब 1:30 बजे प्रहरीको सुरक्षा र काँडे तार लगाइएको पर्खाल लागेर फरार भएकी हुन्। हालको घटनालाई प्रहरीले शङ्कास्पद रूपमा हेरेको छ। कारागार प्रशासनले घटनाबारे छानबिन भइरहेको जनाएको छ। सपना लामो योजनापछि जेलबाट भागेको आशंका गरिएको छ। सीसीटीभी फुटेज हेर्दा लामो योजनापछि उपयुक्त अवसर पारेर जेलबाट भागेको देखिन्छ। हामी आन्तरिक छानबिन गर्दैछौँ, कारागारका जेलर कृष्ण चापागाईले भन्नुभएको छ। जेलको पछाडिपट्टिको पर्खाल लागेर उनी भागेको सीसीटीभी फुटेजबाट देखिएको चापागाईले बताउनु भएको छ। सुन्धारा कारागारको सुरक्षा जिम्मा नेपाल प्रहरीका डीएसपी शैलेश न्यौपानेको कमान्डमा छ। कैदी कारागारबाट फरार हुँदा समेत सुरक्षामा खटिएको प्रहरी बेखबर देखिएको छ। उनको खोजी जारी छ। काठमाडौँ उपत्यका